नमस्ते अनि नेपाली नयाँ इयरको नयाँ वर्षको शुभकामना। सो आज चाहिँ तपाईँहरूसँग म शुभकामना सँगसँगै एउटा चिज साट्छु। आज एउटा इन्ट्रेस्टिङ कर्वको बारेमा कुरा गरौँ। यो कर्व होइन, यो चाहिँ ह्यापपिन्स कर्व हो। यो हेर्नुभयो भने यसमा चाहिँ कुन टाइममा ह्युमन रिसोर्समा गरिने इन्भेस्टमेन्ट सबभन्दा बढी काम लाग्छ भन्ने छ। त्यो हेर्नुभयो भने प्रिनेटल, अर्ली चाइल्डहुड र प्रि स्कुलमा गर्ने इन्भेस्टमेन्टहरू 12 क्लासमा पढ्ने र जब ट्रेनिङमा गर्ने धेरै नै राम्रो हुने जस्तो देखिन्छ। सो तर यही चिजलाई फेरि अर्को तर्फबाट हेर्नुभयो भने none of the parents get education on how to treat 0 to 3 years babies भनेको कसरी बच्चालाई ट्रिट गर्ने भन्ने चिज चाहिँ एजुकेसनै पाउँदैन। इट इज नट लाइक वी डोन्ट ह्याभ डेटा हुन्छ, बर्थ रेजिस्ट्रेसन छ नि त, त्यो डेटा हुन्छ, तर गभर्मेन्टले त्यसलाई पेनिट्रेट गर्न खोज्दैन। प्राइमेरी टिचर्स गेट लिस्ट अफ स्यालेरी, सो लेस मोटिभेसन टु इन्भेस्ट टाइम अन इच स्टुडेन्ट। त्यसपछि स्टुडेन्टको रेसियो एकदमै कम हुन्छ। स्टुडेन्ट रेसियो डजन्ट अलाउ द टिचर्स टु फोकस इच स्टुडेन्ट, है, रेसियो कम हुन्छ। त्यसमा अर्को चिज के थपिन्छ भन्दाखेरि चाहिँ प्यारेन्ट्स आर इन द पिक अफ देयर वर्किङ टाइम। त्यही टाइम चाहिँ सबभन्दा बढी काम गर्ने टाइम हुन्छ, जतिखेर चाहिँ बच्चा 0 देखि 10 वर्षको हुन्छ। एन्ड हेन्स डु नट ह्याभ इनफ टाइम फर द किड्स। बच्चाको लागि टाइम हुँदैन। त्यसो भए के गर्ने त भन्दाखेरि यो दुईवटा पार्ट चाहिँ गभर्मेन्टको इन्टरभेन्सनको कुरा भयो। र यो थर्ड पार्ट भनेको चाहिँ हामी आफैले गर्न सक्ने चिज हो। हामी आफैले गर्न सक्ने चिज भनेको चाहिँ कम्तीमा क्वालिटी टाइम दिउँ, क्वालिटी सेसनहरू बनाऊ र आफूले के गर्ने छ, डिसाइड वाट युआर गोइङ टु डु विथ यर किड टुमोरो। भोलि गएर के गर्छु, भोलिको दिन के गर्छु भन्ने सेसनहरू बनाउने, इन्टरेक्टिभ सेसनहरू बनाउनुहोस्, आफैले डिजाइन गर्नुहोस्, इटरेट गर्नुहोस् कुन काम लाग्छ कुन काम लाग्दैन भनेर, र जुन बच्चाले मन पराउँछ त्यही चिजलाई इम्प्रोभाइज गरेर कस्टमाइज गरेर चलाउनुहोस्। र यसको लागि चाहिँ हामी म अरू पनि धेरैवटा नयाँ चिजहरू कसरी गर्न सकिन्छ भनेर यो च्यानलमा तपाईँहरूलाई सेयर नै गर्नेछु। आजको लागि फेरि पनि ह्याप्पी न्यु इयर 2082।